वाला टिप्न किन छोडेको त्यो टिप्नु तो टिप्दैन नै हाई एभ्रिवान नमस्ते। आज मलाई मेरो फ्रेन्डको घरमा लन्चको लागि इन्भाइट थियो। त म काफ़ी टाइमको बादमा सिलगढी आएको थिएँ, घर आएको थिएँ। त साथीहरू हामीहरू गेट टुगेदर गर्नु आँटेको थिएँ। ये हामीहरू तृष्णाको घर पुगे। तृष्णाको घरको मम्मीको हातको कमाल। तृष्णाको घरमा नर्सरी छ गाइस, नर्सरी छ। जसलाई फुलहरू किन्नु छ, प्लान्टहरू लिनु छ, यहाँ आउँदा हुन्छ। आमा के साह्रो है, कस्तो सुन्दर सुन्दर। बट शी इज नट and she is very hardworking, but Krishna is supportive. Hello, namaste. क्या भन्ने थिए अहिले भर्खर भर्खर त्यो भन्न। अरे यार क्या क्या डाल दिए तू? बोलना, तू क्या बोल रही थी? ए पकाउनु आउँदैन, जस्तो बनाउँछु त्यस्तै खानुपर्छ तिमीहरुको लागि त। Oh my god. खाना भी खाना खानुको लागि पनि बुलाएको छ, त्यही माथि धम्की। वाओ, दिस इज मनीषा, हेड शेफ आशिषा। पनिर बन्दैछ हाम्रो। यसले ठग्यो, तँलाई राख्दिएको हैन, हामीले हगाएर बाँचेको। गाउँलिया गार्डन भन्ने मुखहरू हेरौँ। करते घोचना त्यसलाई, घोचेर घुमा। अबे पागल, ये यसको भोइस ओभर हाल्नु है। यसले के हाल? तू क्या आम तोडेगी भाइ? ओ मा नाइ त्यो वाला हैन। हाँ यस। ओइ उ आँखामा पर्छ है। चोप चोप। मजा आयो। स्पोर्ट्स ओ त्यसको खतरा खतरा। त्यो रेड वाला टिप्न किन छोडेको? त्यो पनि टिप्नु? त्यो टिप्दैन नै दामी टिप्यो आम। अब आमको हामी अचार सरी साँधेर खाने। वाउ भेरी इन्ट्रेस्टिङ। मलाई ठिक्कैको दिनु है सानो। सानो एक पल चैन न आवे। तिनीहरूको किचनको बाहिर क्या राम्रो भ्यू छ। हामीको फुड रेडी भयो, खानु लागेको। मनिषालाई धेरै हतार परेछ। हेड शेफ मनिषालाई त कस्तो उज्यालो। अब हामीहरू खाना खाएर गए। अब हामीहरू डेजर्ट डेजर्ट खाने घरबाट तोडेर ल्याएको। कस्तो छ है टेस्ट? यो सम्झी क्या? होइन तैँले मलाई उस गरेको, यसले त मलाई हरास गर्दैछ त। कहिले मैले भिडियो नबनाउने गर्ने। के गर्ने यसलाई अब? अब हामीले यो सादेको खानु आँटेको। सादेको होइन सरी, काटेको। मजा आयो है। यम्मी। कुइन धेरै धेरै नबोल। यो मान्छे हो गाइस, धेरै बोल्ने यही हो। स्टार्ट गरे खानुको लागि। एउटाको स्टार्ट भइसक्यो भ्लग। हामीहरू 3 जना लाग्यो। ट्राई गर्ने फर्स्ट टाइम फोटोमा त जान्दैछु। हामी कहाँ जाँदैछौँ? हामीहरू घुम्नु चाहिँ जाँदैछ, तर कहाँ जाँदैछ हामीलाई थाहा छैन। निस्किने हो जहाँ पुग्यो स्कुटीले त्यहीँ जाने हो। हेलमेट छुट गया। क्या छुट गया? स्कुटीमा हामी लङ ड्राइभमा गए 4 जना। हामी धेरै समय बाद भेटेको थिएँ। अन्त घुम्दा घुम्दा हामीले टी ब्रेक लिए सानो। आशिजालाई पुऱ्याउन आएको थिएँ। आशिजालाई पुऱ्याइसकेर ड्रप अफ गरेर हामी कहाँ पुगे। यति राम्रो भ्यू छ। स्कुटी पार्क गरेको छु साइडमा। मेरो साथीहरू मनिषा र तृष्णा उता बसेर। कहाँ छ? यहाँबाट चढ्नु पर्यो। ओ माई गॉड, आम्बो के हो? फोटो सुटमा भी लागेछ यिनीहरू त। यस्तो राम्रो प्लेस।
अम्बो हाम्रो मोडलहरू स्टार्ट भयो। कस्तो राम्रो ठाउँ है यो। त्रेको अब हामी म चाहिँ भ्लग गर्दा गर्दा नेपालीबाट हिन्दी बोली पठाउँछु। अम्बो अम्बो एंगेजमेन्ट हुन्छ है तर बोल्नु मन लाग्दैन नि। के भयो? सो व्हाट? म त देखेकै थिइन बा। आजको भ्लग यहीँ समाप्त हुन्छ। सी यू अन द नेक्स्ट भ्लग। बाई बाई। राधे राधे।